हेलो नमस्कार सम्पूर्णमा फेरि पनि अर्को भिडियो लिएर आएको छु। यो चाहिँ सन्तानेश्वर मन्दिर हो है, ललितपुरमा रहेको सन्तानेश्वर मन्दिर। यता आउनको लागि चाहिँ सातो बाटोको हात्तीबन हुँदै आउनुपर्छ है। उकालो चढिरहेछौँ यहाँ रुखमा चरा पनि कति राम्रो चरा पनि रहेछ। उकालो चढिरहेछौँ, माथि धेरै माथि छ। उकालो गइरहँ, माथिको सबै म देखाउनेछु है। केराबारी पनि रहेछ, केराबारी, वन जङ्गल, सल्लाहहरूको रुख। अनि यहाँबाट देखिएको यो ललितपुरको भ्यू हो, ललितपुरको सहर। अनि यसरी यो गमलाहरू पनि यसरी राखेको रहेछ यहाँ, एकदमै राम्रो छ। यहाँबाट चाहिँ ललितपुरको भ्यू चाहिँ राम्रो देखिन्छ है। अब चाहिँ हामी मन्दिरमा आइपुगेका छौँ है। मन्दिरमा आइपुगेका छौँ। यहाँनिर पिपलको रुख पनि रहेछ। यो चाहिँ पिपल नेरको रुख हो। योभन्दा माथिको पनि छ है मन्दिर, योभन्दा माथि पनि छ मन्दिर। यो चाहिँ अलिक तलको मन्दिर हो। यहाँ माथिबाट चाहिँ सबैतिरको भ्यू देखिन्छ है। सबैतिर यो चारैतिरको ललितपुरको चारैतिरको भ्यू देखिन्छ यहाँदेखि। यो बिचमा रहेकोले सबैतिरको भ्यू देखिन्छ। ल फाइनल्ली हामी माथि टपमा आइपुगेका छौँ। यहाँ पनि आउनु भएको रहेछ पहिला। यहाँ पुजारी बाहरू अरूहरू पनि यहाँ घुम्न आउने मान्छेहरू पनि रहेछन्। यहाँबाट चाहिँ मजाले देख्न सक्नुहुन्छ है ललितपुरको भ्यू, ललितपुरको सुन्दर वातावरणको दृश्य हेर्न सक्नुहुन्छ। मजाको छ, चारैतिरको सबै देखिन्छ। र विशेष गरी यो मन्दिरमा चाहिँ सन्तान नहुनेको लागि, सन्तान प्राप्तिको लागि चाहिँ पूजापाठ गरेपछि चाहिँ सन्तान हुने धार्मिक परम्परा रहेको छ। सन्तान हुन्छ भनेर भन्ने गरेको सुनिन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। विशेष गरी यो मन्दिरमा चाहिँ सन्तान नहुनेहरूको लागि, सन्तान प्राप्तिको लागि पूजापाठ गरेपछि सन्तान प्राप्त हुन्छ भन्ने धार्मिक परम्परा रहेको छ। त्यसै आधारमा बनाएको भनेर बुझ्न सकिन्छ।
गार्डनमा छ है साथीहरु, यहाँ गार्डन पनि छ, यहाँ खेल्ने ठाउँ पनि छ, सुन्दर अलिकति एकदम धेरै राम्रो छ यहाँ। अब हामी तल फर्किँदैछौँ। तल यो बिचमा पनि एउटा मन्दिर रहेछ, त्यहाँ पनि जानेछौँ। यहाँ कुकुरहरू पनि रहेछन्, कुकुरसँग भिडियो पनि बनाएको छु। कुकुर भनेपछि मलाई असाध्यै मनपर्छ है, एकदम मनपर्छ मलाई कुकुर है। सर्नु ल साथीहरु, अब हामी चाहिँ फर्केको। यहाँ पुरै घुमेर भ्याइयो। तपाईहरु पनि आउन सक्नुहुन्छ, एकदमै राम्रो छ है त। बाँकी अर्को भिडियोमा